हेलो सेवारो नमस्ते सम्पूर्णलाई मेरो भिडियोमा हार्दिक स्वागत छ। यति बेला हामी धान रोप्ने तर्खर गरिरहेछौँ, धान रोपिरहेछौँ हैन। अघि निकै मसिरादेखि धान रोप्दै ल्याएर यो सक्नु आँटेको भन्दा पनि अब अझै निकै छ। हाम्रो भाइ बहिनीहरू चाहिँ यहाँनिर धान रोप्दै हुनुहुन्छ। हाम्रो तुम्बाहरू हुनुहुन्छ हैन। हाम्रो एकदम परिवार एकअर्कामा सहयोग गराएको गर्छौँ हैन। धान रोप्दा चाहिँ हामी यस्तै छ। धान रोपाइ यहाँ भाइ बहिनीहरूले सिक्दै पनि छन् धान रोप्नु हैन। हाम्रो गाउँघरतिरको यो मौसम चाहिँ एकदम परिवर्तन भइरहन्छ। एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्ने भइदिन्छ। अहिले चाहिँ धुमिरहेको छ, यतिखेर घाम पनि लागेको छैन, पानी पनि परिरहेको छैन, शीतल छ, आनन्दमय छ। तर अघि बिहान भने पानी परेको थियो र अब दिउँसो पनि पानी पर्छ भन्ने सङ्केत दिइरहेछ। तर पनि धान रोप्दा चाहिँ पानी पर्यो भने नै रमाइलो हुन्छ। यो खेत चाहिँ हामी सानो खोल्सीको पानीले यो खेत रोप्ने भएको हुनाले चाहिँ पानी पर्दै राम्रो, किनभने पानी पर्दा मात्र खोल्सीको पानी अलि ठुलो आउँछ है। त्यस्तै छ हाम्रो गाउँघरतिर धान रोपाइ। यहाँ यतिखेर चाहिँ हाम्रो खाजा खाने बेला भएको छ। हाम्रो भाइ बहिनीहरूले चाहिँ खाजा थप्दै हुनुहुन्छ, खाजा दिँदै हुनुहुन्छ, खेतालाहरू पनि हुनुहुन्छ। अनि बहिनी दुईजनाले चाहिँ यहाँ खाजा खाने खेतालाहरूलाई खाजा दिँदै हुनुहुन्छ हैन। यस्तै छ, गाउँघरतिर रमाइलो छ हैन। दुःखदायक छ, कष्ट त छ काम गर्दा, तर पनि रमाइलो छ। दिनभर काम गऱ्यो हैन, राति आनन्दमय एकदम गलिएको हुन्छ, मिठो निद्रा लाग्छ। अनि गाउँघरमा बस्नुको आनन्दै यही हो। जे भए पनि हैन, सबैजना मिलेर मिठो मानेर खाइदिनुपर्छ। यस्तो छ धान रोपाइ। अघि एक ग्रुपले खाइसक्यो, अब अहिले एक ग्रुपले अघि बौसे गर्नेहरूले खाएको हैन खाजा, अहिले चाहिँ धान रोप्नेहरूले खाँदै हुनुहुन्छ। तपाईँहरूकोतिर पनि अब धान त रोपिसक्नु भयो होला हैन। कति ठाउँ कतिपय रोप्नु बाँकी होला। हाम्रोतिर त यस्तै छ। अब धान रोपेपछि धमाधम छ। सबैजनाले यदि मेरो भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला है त च्यानललाई।